दर्शकबिन आज तपाईहरूलाई यस्तो कुराहरू देखाउनेछौँ र जुन हाम्रो पातरासी भेगमा कतिवटा गाडीहरू चलिरहेका छन् र कतिवटा गाडीहरूको रोजीरोटी चलिरहेको छ र यस गाडीहरू कतिवटा गाडीले र रोजगारहरू पाइरहेका छन् हाम्रो पातरासी भेगले गर्दा। र हाम्रो पातरासी भेगमा तपाईहरूले देख्नुभएको छ रोड पनि त्यस्तै छ र सक्दोसम्म सेयर गरिदिनु होला र भन्न चाहन्छु तपाईलाई यो करिब हाम्रो पातरासी भेगले गर्दा र करिब हाम्रा जुम्लाका र गाडी चलाउने सवारीदेखि लिएर जुम्लाका र हाम्रा एकदम गाडी हाल्ने साउजीहरूलाई र हाम्रो गाउँले हाम्रो भेगले र यसरी पालिरहेको छ र बहिनीहरू कसरी लजाइरहेकी छन्। तर हाम्रै बहिनीहरू हुन् र यिनीहरू घर जाने भनेर आएकी रहेछन्। केही मलाई भिडियो खिच्नदेखि कि लजाइरहेछन् र हाम्रो पातरासी भेगमा करिब 8-9 वटा गाडीहरूको र किनभने रोजगारीहरू जस्तै भइरहेको छ। 8-9 यी सारा गाडीहरू चाहिँ हाम्रो पातरासी र भेगमा चल्ने गाडीहरू हुन्। यी सारा गाडीहरू र कम्तीमा 8-9 वटा गाडी छन् र यिनी गाडीहरू र हाम्रो पातरासीको 1 नम्बरदेखि 6 नम्बरसम्म चल्ने गाडीहरू हुन् यिनीहरू। यी गाडीहरू चाहिँ यसरी हाम्रो पातरासी नभइदिएको भए र हाम्रो माथिल्लो भेग नभइदिएको भए यी गाडीहरू उही नेपालगञ्ज सुर्खेत तिर नै चल्ने हुन्थ्यो होला सायदै। र हाम्रो पातरासीमा पैसा छ र धेरै पैसा छ र पैसालाई मान्छेहरूले चिनेका छैनन् र बिहान आउने बेलुका जाने गरिन्छ र यसरी सवारीहरू करिब एक दिनमा यत्रो 8-9 वटा गाडीमा करिब 1.5 लाखदेखि लिएर 2-3 लाख करिब एक दिनमा र यो एक गाडीमा कम्तीमै मान्छे 15 देखि 20 जना मान्छेहरू आउँछन् र 15 देखि 20 जना मान्छेमा एकजनको कम्तीमा 350 देखि लिएर 200 देखि लिएर माथिसम्मको भाडा हुन्छ र हाइसहरू एसएमएलहरूमा झनै बढी मान्छेहरू जान्छ। एकैमा 20-25 जना अट्छ भनेपछि एउटा हाइसमा। र हाम्रो यता पातरासी तिर र 3-1-2 तिर जाने गाडीहरू झन् 1-2 मा एसएमएल चल्छन् र 3-4 वटा साना गाडी चल्छन् भने हाम्रो 3 मा चाहिँ साना गाडी चल्छन्। साना गाडी करिब 3 वटा जति चल्छन् र हुरी मरी छुम चौर गरेर कम्तीमा 3-4 वटा गाडीहरू चलिरहेका छन् र यसरी चाहिँ रोजगार सिर्जना भएको छ। र हाम्रो पातरासी का भेगहरूको मान्छेले गर्दा यी गाडीहरू ठप्प बस्न पनि पाएका छैनन्। यसरी चलिरहेको छ। तर हाम्रै ठाउँमा यसरी गाडीहरू पालिएको ठाउँ छ र यही ठाउँमा रोडहरू राम्रो छैन। सक्दोसम्म सबैले सेयर गरिदिनु होला भन्न चाहन्छु यो भिडियो।